गरिबीका कारण शहर बसेका बालबालिका तथा किशोरी विभिन्न हिंसा र दुर्व्यवहारमा पर्ने गर्छन्। शहर पुगेपछि उनीहरूले गर्नुपर्ने संघर्ष र भोग्नुपर्ने दुर्व्यवहारको विषयलाई समेटेर तयार पारिएको एउटा छुट्टै रेडियो कार्यक्रम खोसिएका सपनाहरू। कार्यक्रम खोसिएका सपनाहरूको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म बासु पोखरेल र म नेहा शर्माको नमस्कार। ओएसटी नेपालको आयोजना तथा जेनेवा ग्लोबल र फ्रिडम फण्डको सहयोगमा सञ्चालित यस कार्यक्रम हरेक बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। रेडियो अन्नपूर्ण नेपाल.com लगइन गरी संसारभरका श्रोताले हामीलाई अनलाइन मार्फत सुन्न सक्नुहुनेछ भने युट्युब मार्फत पनि यो कार्यक्रम सुन्न सकिनेछ। कार्यक्रम खोसिएका सपना गाउँदेखि सुन्दर सपना बोकेर सहर पसेका महिला बालबालिका तथा किशोरीहरूको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी मनोरञ्जन क्षेत्रमा हुने व्यावसायिक यौन दुर्व्यवहार, बाल श्रम तथा बाल यौन दुराचार न्यूनीकरण गर्न सम्बद्ध सरोकारवाला पक्ष तथा सरकारको दायित्वको विषयमा छलफल, बहस तथा कुराकानी गर्ने गर्छौं। यसै कार्यक्रममा हामी व्यावसायिक यौन दुर्व्यवहार सम्बन्धी घटना, सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जानकारी तथा यिनै विषय वस्तुमाथि आधारित रेडियो नाटक पनि प्रस्तुत गर्छौं। श्रोता, यस कार्यक्रम मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला, बालबालिका तथा किशोरीहरूको जीवनको पीड़ा या दुःख साट्ने साझा चौतारी हो। यसै कार्यक्रम मार्फत हामीले उनीहरूमाथि हुने गरेको यौन हिंसाका घटनाहरू बाहिर ल्याउन सफल पनि भएका छौं, जसले गर्दा पीड़कलाई दण्ड सजायको भागीदार बनाएको छ भने पीड़ितले न्यायको राहत महसुस गर्न पाएका छन्। श्रोता, 10औं राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवसको अवसरमा सरकारले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको शुरूआत महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र दिगो विकासका लागि संचार माध्यमको परिचालन नेपालसँग मिलेर संचारकर्मीहरूसँग अन्तर्क्रिया गरेको थियो भने बेचबिखन विरूद्धको दिवसकै दिन भाद्र 20 गते राजधानीको भ्रिकुटी मण्डपबाट चेतनामूलक र्याली समेत निकालिएको थियो। सोही दिन मन्त्रालयले एक औपचारिक कार्यक्रम राखी मानव बेचबिखन विरूद्ध कार्यरत पत्रकार तथा विभिन्न गैर सरकारी संघ संस्थाहरूलाई पुरस्कृत तथा सम्मानित समेत गरेको थियो। आजको हाम्रो कार्यक्रमलाई हामीले बेचबिखन विरूद्धको 10औं राष्ट्रिय दिवसमै केन्द्रित गरेका छौं। आजको कार्यक्रमको पहिलो चरणमा हामी यो साताभरि बेचबिखन र हिंसा सम्बन्धी भएका घटनाहरू प्रस्तुत गर्नेछौं भने कार्यक्रमकै दोस्रो चरणमा मानव बेचबिखन विरूद्धको 10औं राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूको धारणा यहाँहरू समक्ष राख्नेछौं। शुरूमा लागौं यो साताभरिका हिंसा, दुर्व्यवहार तथा बेचबिखनका घटनाहरूतर्फ। ललितपुर प्रहरीले ग्वारको क्षेत्रमा यौन कार्यका लागि मोलमोलाई गर्ने कार्यमा संलग्न 11 जना युवा युवतीलाई ग्वारकोबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातो बाटोको विशेष टोलीले बालकुमारी ग्वारको क्षेत्रमा यौन कार्यका लागि मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 6 युवती र 1 सञ्चालक सहित 7 जनालाई पक्राउ गरेको हो। ग्वारको स्थित बीएनबी अस्पताल नजिक मनिषा खाजा घरबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको वृत्त प्रहरी प्रमुख रामेश्वर यादवले जानकारी दिए। उक्त खाजा घरमा युवा युवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ। पक्राउ परेका मध्ये सञ्चालक 26 वर्षीय सञ्जय पाण्डे र अन्य 15 देखि 20 वर्ष उमेरका महिला छन्। हाल सातोबाटो प्रहरीमा रहेका उनीहरूलाई यौनजन्य क्रियाकलाप सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ। भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका 22 नेपाली युवतीको उद्धार गरेको एएफपीले जनाएको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको एक होटलमा छापा
मार्दै उनीहरूलाई उद्धार गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा सो होटलमा छापा मारेको हो। दिल्ली प्रहरी अपराध शाखाका सह कमिश्नर रविन्द्र यादवले उद्धार गरिएका युवतीहरू मध्ये एसियाका देशमा बेच्ने तयारी गरेको जानकारीमा आएपछि छापामारी उद्धार गरिएको बताउनु भएको छ। यादवले भन्नुभएको छ, हामीले छापामारी 22 जना युवतीको उद्धार गरेका छौं। अनुसन्धानबाट प्रलोभनमा मध्य एसियाका देशमा बेच्न लान खोजिएको देखिएको छ। हामीले उनीहरूलाई बेच्न खोज्ने 2 जनाको पहिचान समेत गरिसकेका छौं। प्रहरीले उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ। प्रहरीले एक गिरोहको उनीहरूको पासपोर्ट समेत नियन्त्रणमा लिएको जनाएको छ। 2072 सालको महाभूकम्पपछि नेपाली युवतीहरूलाई विभिन्न देशमा बेच्नका लागि लाने क्रम बढ़ेको छ। मानव तस्करीका लागि प्रमुख गन्तव्य बन्दै आएको भारतबाट नेपाली महिलालाई किर्गिस्तानसम्म पुर्याउन नेपालगञ्ज नाका प्रयोग भइरहेको खुलेको छ। किर्गिस्तान जान भन्दै भारत जान थालेको महिलालाई नेपालगञ्ज रूपैडिया सीमामा रोकेपछि उक्त घटना सार्वजनिक भएको हो। सीमाबाट उद्धार गरिएका उनीहरूले भारतको दिल्ली हुँदै किर्गिस्तान जान थालेको बताएका छन्। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मानव तस्करहरूले नेपालगञ्ज हुँदै भारतको दिल्ली पुर्याउने र त्यहाँबाट खाडी मुलुक पठाउँदै आएका छन्। खाडी मुलुकमा काम गर्न नेपालले खुल्ला गरे पनि भारतको बाटोलाई अवैधानिक मानेको छ। 2016 जनवरी यता किर्गिस्तान जाने भन्दै भारत जान लागेका 16 महिलालाई प्रहरीको सहयोगमा नेपालगञ्ज सीमामा उनीहरूले भारतको दिल्लीमा भिसा बनाएर त्यहाँ जाने बताएका छन्। घरभित्रै काम पाइने भएकाले त्यहाँ जान थालेको हो। उद्धारपछि सीमा स्थित माइती नेपालको सेल्टरमा राखिएकी किशोरीले भनिन्, पासपोर्ट बनाउन मात्रै खर्च भयो। भिसा निशुल्क पाउने र राम्रै पैसा कमाउने प्रलोभनमा त्यहाँ जान खोज्दा सीमामा रोकियौं। त्यसैगरी सीमाबाट उद्धार गरिएका अधिकांश 20 वर्ष मुनिका छन्। उनीहरू यसअघि कहिले पनि भारत गएका थिएनन्। मानव बेचबिखन नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले सीमामा कड़ा जाँच गर्दै आएको छ, तर यस्ता घटनाहरू नियन्त्रण हुन सकेका छैनन्। नेपालगञ्ज नाकाबाट भारत पसेका मध्ये 410 महिला परिवार सम्पर्कविहीन छन्। श्रोता, अब हामी मानव बेचबिखन विरुद्धको 10औं राष्ट्रिय दिवसमा सहभागीहरूले राखेको विचार यहाँहरू सामु राख्न गइरहेका छौं। नमस्कार, मेरो नाम रचना ढकाल। म महिलाको निम्ति महिला मञ्च नेपालमा सञ्चार संयोजक बनेर कार्यरत गरिरहेकी छु। यो 10औं मानव बेचबिखन तथा ओसार पसार विरुद्धको 10औं राष्ट्रिय दिवस यो मनाउनु एकदमै आवश्यकै छ अहिलेको सन्दर्भमा, किनभने अहिलेको लागि हाम्रो देश यसको यो समस्यामा यस्तो जेलिरहेको छ कि कसैले पनि कतैबाट पनि समाधान होला भन्ने तर्फ चाहिँ उन्मुख भइरहेको अवस्था छैन। झन् त्यसमाथि भूकम्प गयो। भूकम्प पश्चात त कति महिला दिदीबहिनीहरू बालबालिकाहरू एक ठाउँबाट अर्को ठाउँमा गएको स्थिति भयो र कति ठाउँमा त उहाँहरू बेचिनु पनि भएको छ। यो सब कुराहरूलाई हेर्दाखेरि चाहिँ यो मानव बेचबिखन ओसार पसार विरुद्धको मनाउनु आवश्यक छ र यसको म्यासेज चाहिँ गाउँ गाउँ र विशेष गरेर चाहिँ हाम्रो देश यो खुला सिमाना छ हाम्रो देशको, त्यो खुला सिमानामा पनि यस्ता कुराहरू यस्ता सन्देशहरू पुर्याउनु पर्छ, किनभने त्यही सिमानाको प्रयोग गरेर कति चेलीबेटीहरूलाई लइन्छ, बेचिन्छ। त्यसकारण त्यस्तो ठाउँमा पनि यस्ता सन्देशहरू फैलाउन सके भने चाहिँ हाम्रो देशमा बढिरहेको दिन प्रतिदिन यो मानव बेचबिखन जुन बढिरहेको छ त्यसमा केही न्यूनीकरण होला भन्ने हामीले आश गरेका छौँ। हजुर, पक्कै पनि यो एउटा दबाब हुन्छ हैन। दबाब भइसकेपछि त्यस व्यक्तिको पनि जो व्यक्तिले ती बालबालिकाहरूलाई लिएर आएको छ तिनीहरूलाई पनि अलि डर हुने वातावरण चाहिँ सिर्जना गर्छ है। अब पुरै रूपमा यसलाई कन्ट्रोल भने चाहिँ गर्न सकिँदैन होला जस्तो लाग्छ, किनकि यो हाम्रो एक दिनको लागि मनाइन्छ र त्यसपछि चुप्लाइन्छ र फेरि अर्को वर्ष आउँछ, फेरि यस्तै हो हा गरेर मनाइन्छ। यो सधैँ गर्नुपर्ने आवश्यक छ कि यसको लागि एक दिन मात्रै यो सप्ताहव्यापी दिवस मनाएर मात्रै यसको आवश्यकता छैन। हरेक दिन यस्ता सूचना यस्ता सन्देश यस्ता अब पुलिसका एक्टिभिटीहरू पनि यो क्षेत्रमा धेरै नै हुनुपर्छ। सरकारले कानुन पनि कडै ल्याउनु पर्छ। यसको लागि त निरन्तर दबाव र पैरवी हुनु एकदम आवश्यक छ। नमस्ते, मेरो नाम रिना महत। मेरो घर इटारी हो। म धापसीमा बस्छु। स्पामा काम गर्छु। महिलाको निम्ति महिला मञ्च नेपालको सदस्य भोट
मेम्बर हो। अनि स्पामा चाहिँ काम गरेको मान्छेले नराम्रो सोध्छ, नराम्रो भन्छ, अरूहरूले यस्तो गर्ने अरू नै काम हुन्छ अरे, ससास पनि हुन्छ भन्छ। तर म काम गर्छु, तर मलाई थाहा छैन, हाम्रो अफिसमा चाहिँ त्यस्तो छैन। त्यस्तो भए पनि अब पुलिस रिपोर्ट गर्ने, अब चौकी जाने, कारवाही गर्ने हाम्रो संस्थाहरू छन् कति त्यस्तो उ गर्ने। अब यस्तो कार्यक्रमहरूमा आउने, आज पनि मैले कतिजनालाई हिँड्नु जाऊँ भनेको, त्यस्तो ठाउँमा नजाने भन्छ। मान्छेहरूको बुद्धि चाहिँ कहिले आउँछ क्या? किन नजाने? जाऊँ न त, बुझौँ न त, एकचोटि बुझ्दैमा बिग्रिने होइन केही। जाऊँ न त भनेको नजाने। त्यस्तो दोहोरी मसाज पार्लरमा काम गर्नेहरूको जुलुस होला भन्छ। यहाँनिर त्यो मात्रै छ त? सबै छ नि यहाँनिर। जाऊँ भनेको मानेन। कोही व्रत छ, हिजोको व्रत, आज यस्तो नजाने होस् भनेर आएन। म पनि पहिला केही बोल्दिनँ थिएँ, जान्दिनँ थिएँ। एउटा सोझो पीडित महिला थिएँ, बुढोको पिटाइ कुटाइबाट एकदम पीडित थिएँ। तर म यहाँ अफिसमा आइकन धेरै कुरा मिसहरूले बोल्न सिकाउनु भयो, धेरै कुरा जाने, पढेको थिइनँ, एउटा अक्षर पनि आउँदैन थियो। अनि अब पढाउनु भयो त्यहीँबाट। अहिले म अलिअलि जस धेरै त पढ्न जान्दिनँ, अलिअलि पढ्न जानेको छु। धेरै कुरा बोल्न चाहिँ अगाडि बनाउनु हुन्छ। यतिको बोल्दिनँ थिएँ, लाज लाग्थ्यो मलाई मान्छे अगाडि बोल्नलाई। अहिले चाहिँ बोल्छु म। नमस्कार, म रवि गौतम, केन्द्रीय बाल कल्याण समितिमा बाल अधिकार स्रोत व्यक्तिको रूपमा म कार्यरत छु। खास गरी नेपाल सरकारले मनाउन गइराखेको मानव बेचबिखनको अन्त्यको लागि चाहिँ जुन दिवस आज हामी मनाउन गइराखेका छौँ, यसले चाहिँ नि खास गरी दिवसीय कार्यक्रमहरू सन्देश दिनको लागि हो होइन। होल यसले वर्षभरिकै कार्यक्रमको प्रतिनिधित्व गर्छ र एउटा चाहिँ नि सन्देश दिने र सबैमा सूचना प्रवाह गरेर यो मानव बेचबिखनलाई न्यूनीकरण गर्नलाई एउटा मुख्य अभियानको दिनको रूपमा चाहिँ दिवसलाई लिने गर्नुपर्छ। र यसले होल चाहिँ नि वर्षभरिको कार्यक्रमलाई साङ्केतिक रूपमा सम्बोधन चाहिँ गर्छ। तर यसैले मात्रै दिवसका र्यालीहरूले मात्रै मानव बेचबिखन रोकिन्छन्, ओसार पसार रोकिन्छन् भन्ने चाहिँ होइन। हामीले यसका लागि सम्बन्धित ठाउँहरू, ग्रामीण दूरदराज जहाँबाट मानव बेचबिखन र ओसार पसारको बढ्दो दर छ, ती स्थानहरूबाट चाहिँ अलिक फोकस गरेका कार्यक्रमहरू, त्यहाँ जनचेतनाका कार्यक्रमहरू, त्यहाँका स्थानीयहरूमा मिडियाको कभरेज र सम्पूर्ण रूपमा चाहिँ यसलाई सन्देशमूलक गराएर सबैको जानकारीमा ल्याउने हो भने चाहिँ यसले मानव बेचबिखन र ओसार पसारमा कमी ल्याउला भन्ने हामी आश गर्न सक्छौँ। अब साझा सरोकार भनेर जुन अहिले हामीले नारा राखेका छौँ, हुन त चाहिँ नि बालबालिका वयस्क सबैको लागि साझा सरोकारको विषय हो। हामी सबैले गर्ने, कुनै एउटा निकाय व्यक्ति वा संस्थाले गरेर नभइकन सबैको साझा दायित्व हो। र यो सबैको साझा दायित्व सबैले आफ्नो ढङ्गबाट आफ्नो क्षेत्रबाट राम्रोसँग निभाउन सक्ने हो भने चाहिँ यसले कमी चाहिँ अवश्य नै ल्याउँछ भन्ने हामी आशा गर्न सक्छौँ। इभेन्टले अब हामी यो बाहेक बेचबिखन बाहेक अरू पनि धेरै दिवसहरू मनाउँछौँ। एक दिनको दिवसले कुनै पनि यसरी गतिविधिहरू हट्ने वा कम हुने भन्ने एक दिनको दिवसले कहिले पनि हुँदैन। तर यसले खालि त अवेरनेस बढाउने मात्रै हो। यो दिन पनि याद गरौँ। यो दिन नेपालमा अहिले पनि एन्टी ट्राफिकिङको एकदम ठुलो समस्या छ भनेर सरकार लगायत जनता सबैलाई याद दिलाउनलाई मनाएको मात्रै हो। यसले सम्भवतः के अलिकति भए असर त गर्छ, तर यसले कम हुने वा हटाउने त त्यस्तो हुँदैन। त्यसको के लाग्छ, यो म्यासेज जुन किसिमले एउटा सम्झना दिलाउनलाई गरिएको म्यासेज चाहिँ ती महिला अथवा ती किशोरीहरू जो चाहिँ अहिले पनि आन्तरिक रूपमा बेचबिखनमा छन् यही राजधानीभित्र, तिनीहरूसँग पुग्छ त? यो जुन गरे यो सन्देश आज जुन दिन खोजिएको छ उहाँहरूलाई पनि हो, तर प्रमुख गरी उहाँहरूलाई होइन। यो सन्देश चाहिँ अहिलेको जुन सरकार छ, सरकार लगायत जति पनि संस्थाहरू छन् उनीहरूको लागि हो, नेपालमा र यो अन्तर्राष्ट्रिय समुदायको लागि पनि हो। नेपालमा यो बेचबिखनको समस्या अहिले पनि विकराल रूपमै छ। यसलाई समाधान गर्न सबैले एकजुट हुनै पर्छ भनेर सन्देश दिनको लागि हो। बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा र्यालीमा सहभागी सरकारवाला व्यक्तित्वको विचारपछि अब लागौं सोही दिन आयोजना गरिएको औपचारिक कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको भनाइतर्फ।
नि हामीले पहल चाहिँ 90 जना चाहिँ छिटो लिन आउनुहोस् भनेर हामीलाई लुकी चाहिँ फोन गरिरहेको थियो। मनमाया फर्केर आइसकेपछि त्यो बहिनीहरूलाई हामीले निकाल्ने प्रयास गर्यो। गर्दाखेरि हाम्रो डाइरेक्टर साहब के हुनुभएको थियो, डाइरेक्टर साहबलाई मोबाइलमा त्यो मनमायालाई लोकेसन देखाएर डाइरेक्टर साहबले इमिडिएटली त्यहाँ चाहिँ नि पुलिसलाई र चाहिँ नि त्यहाँको चाहिँ नि श्रमको मान्छेहरूलाई देखाएर चाहिँ नि उहाँले चाहिँ नि त्यो लोकेसन पत्ता लगाउनु खोज्नुभयो र 18 जनालाई 90 जनामा अरूलाई चाहिँ कता कता भगाइदिइसक्यो। 18 जनालाई ल्याउन चाहिँ हामी सफल भयौँ र 18 जनालाई एकजना विरुद्ध चाहिँ सबै खर्निएका थिए बहिनीहरू। तिनी चाहिँ नि भारतीय मूलका थिए, भारतको थियो, तेजपुर आसामका। अनि उसँग नागरिक छ, पासपोर्ट चाहिँ नि नेपाली, तर पासपोर्टमा फोटो फरक छ उसको फोटो भन्दा। तर ऊ त्यही पासपोर्टमा ट्राभल गरेको, कसरी ट्राभल गरेछ, कस्तो सेटिङ रहेछ त। गाउँदेखि लिएर श्रीलङ्कासम्म सेटिङ हुनु भनेको यो एउटा जोक होइन। त्यसमा सरकारले यसलाई दुईटै भारतबाट गयो, यहाँबाट दिल्ली गयो, दिल्लीबाट श्रीलङ्का गयो र उहाँले भन्नुभयो हाम्रो डाइरेक्टर साहबले बहिनीहरूले सोधिरहेको फारम कसरी भर्ने भनेर। अनि उहाँले आऊ म सिकाइदिन्छु भन्दा भन्दै एउटा निलो बाघ लगाएको मान्छे आएर इधर आऊ भनेर लगेर उनीहरूलाई चाहिँ खुरुरुरुरु केही पनि नहेरिकन लगेर गएर बहिनीहरूलाई र भनेपछि हामीलाई चाहिँ नि माग्ने यहाँ हाम्रो गाउँदेखि लेभलमादेखि लिएर तपाईँको के भन्नु गाउँमा चाहिँ नि नागरिकता बनाउनलाई सिफारिस चाहियो, गाविस सचिवले गर्छ। त्यसपछि आएर सिडिओ साहबहरूले चाहिँ गर्नुहुन्छ। त्यसपछि आएर पासपोर्ट बनाउनु पर्यो। यी सबै सरकारकै कामहरू हो। तर यस्तो बाहिर देशको मान्छेहरूलाई चाहिँ कसरी पाउँछ र अर्काको पासपोर्टमा कसरी ट्राभल गर्छ त्यो कसरी हेरिँदैन भन्ने कुराहरू पनि छ। यसै गरिकन दुईजना चाहिँ नि एकजना वीरपाडाको, एकजना चाहिँ दार्जिलिङको। नाम दुईजनाको सही छ, बाबुको नाम पनि सही छ, तर ठेगाना छ दुईटैको झापाको। भनेपछि कसरी यसरी बनाइन्छ, कसरी यसरी गइन्छ हामी भन्ने मात्रै कि बेचबिखन भइरहेको छ, यसरी गइरहेको छ, खाडी मुलुकमा गयो, यो मुलुकमा गयो भन्ने। तर कहाँनिर हामीले लबी गर्नुपर्ने, कहाँनिर हामीले चाहिँ नि सरकारलाई निवेदन गर्नुपर्ने त्यो कुरा चाहिँ हामीले गरेको छैनौँ जस्तो लाग्छ। र म चाहिँ यसैमा स्ट्रेस दिँदै गर्दाखेरि चाहिँ म के भन्छु भने कमसेकम यहाँ महिला मन्त्रालयका हाम्रा निमित्त सचिवज्यू हुनुहुन्छ, हाम्रो राधिका म्याम हुनुहुन्छ, सुनिता म्याम हुनुहुन्छ, धेरै सरकारी निकायका पदाधिकारीज्यूहरू हुनुहुन्छ, त्यसै गरिकन सांसदज्यू हुनुहुन्छ। उहाँहरूलाई सबैलाई के निवेदन गर्छु भने एउटा मुलुकदेखि अर्को मुलुकमा जाने सेफ छ कि छैन, पठाउने कि नपठाउने। ठिक छ तपाईँहरूले ट्रिटी गर्न सक्नुहुन्न भने एमओयू त गर्न सक्नुहुन्छ नि। एमओयू गरेर हाम्रो बच्चाहरूलाई पठाउने कि नपठाउने त्यो मुलुकमा, त्यहाँ सेफ्टी हुन्छ कि हुँदैन भन्ने कुराको त कमसेकम एउटा ख्याल त राख्नु पर्यो। अघि उहाँले भन्नुभयो 15,000को लागि 1500को लागि गयो बेच्यो त्यो नर्कमा जान्छ। त्यो नर्कमा जाने त कुरा छँदैछ, तर पहिला नै उहाँले प्रिभेन्सन इज बेटर देन क्योर पनि भन्नुभयो। प्रिभेन्सन गर्यो र हामीले नै सरकारले नै यसरी गरेर चाहिँ हामी एमओयू गर्ने हो भनेर भन्यो भने पक्कै पनि मलाई लाग्छ अलिकति कम चाहिँ हुन्छ होला। नभए आज पनि अस्तिको दिन आजभन्दा 5 दिन अगाडि 5वटा केटा र 2जना बहिनीहरू हामीले फेरि चण्डीगढबाट लिएर आयो। यिनीहरू सबैजना ट्राफिकै भएको छ। गर्दाखेरि कति गर्ने 100जना महिनाको चाहिँ हाम्रो अहिले इन्डियाबाट मात्रै आउँछ भनेपछि कतिजना चाहिँ गर्ने। कारणले गर्दाखेरि अझै तपाईँहरूले चाहिँ नि मैले भनिहालेँ गाविस सचिवदेखि लिएर सिडिओदेखि लिएर पासपोर्ट बनाउनुदेखि लिएर एमओयू गर्नेसम्म यो सब कुराहरू मिलाउनु भयो भने निश्चय पनि हामीले यस्तो दिनहरू जुन आज भनेर अब मनाइराखेका छौँ, बेचबिखन विरुद्ध दिवस भनेर मनाइरहेको छौँ, यो दिवस हामीले फेरि पनि नमनाउनु परोस् भन्दै म यहाँहरूसँग आग्रह गर्न चाहन्छु। जसले चाहिँ नि देश चाहिँ नि हाँकिराख्नु भएको छ, देशमा चाहिँ बसेर चाहिँ नि कानुनहरू गर्नुभएको छ, उहाँहरूलाई चाहिँ म एउटा आग्रह गर्दै र यो सबैजना निश्चय पनि हामी समस्या छ, समस्याको लागि हामी लड्नुपर्छ। आज यत्रोजना हुनुहुन्छ, हामी एकजुट भएर आज यतिजना छौँ भने भोलि देशैभरिको व्यक्तित्वहरू एकजुट भयो भने निश्चय पनि एक दिन हामीले नेपाललाई चाहिँ नि चेलीबेटी बेचबिखन मुक्त देश बनाउन सक्छौँ होला। माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाको भनाइपछि अब लागौं महिला आयोगकी प्रतिनिधिको यो भनाइतर्फ। प्रमुख अतिथिज्यू पारिसक्नु भइसकेको छ। माननीय महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झाज्यू, त्यस्तै गरेर मानव अधिकार आयोगका माननीय
मोहना अन्सारीज्यू, त्यस्तै गरेर यहाँ उपस्थित हुनुभएका अनुराधा कोइरालाज्यू गइसक्नु भएको छ। अन्य सम्पूर्ण मन्त्रालयका सचिवज्यूहरू, सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारी मित्रहरू, प्रहरी सुरक्षा निकायका प्रमुख तथा अरू प्रतिनिधिज्यूहरू, सम्पूर्ण मानव अधिकारका क्षेत्रमा, महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाज्यूहरू, सबै उपस्थित महानुभावज्यूहरू र आजका सम्मानित व्यक्तित्वहरू जो आज सम्मान हुनुभएको छ, धेरै खुसीको कुरा छ। सबैमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म राष्ट्रिय महिलाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सबैमा नमस्कार, अभिवादन टक्राउन चाहन्छु। र आज हामी एउटा घडीमा उपस्थित भएका छौँ सबैजना र अत्यन्तै मार्मिक र महत्त्वपूर्ण विषयवस्तुहरू सम्माननीय प्रधान न्यायाधीशले राखिसक्नु भएको छ। र हामीले देखेका छौँ यो मानव बेचबिखनको अत्यन्तै घृणित यो आपराधिक क्रियाकलापहरू रोकिएको छैन, बढिरहेको छ। हामीलाई लाग्छ यो अपराधीकरण अझै पछि झन् मौलाएको छ र यो भूकम्प पछि त झन् 15 देखि 20% यो बढेको चाहिँ हामीले अनुभूति गरेका छौँ। र यहाँ प्रकाशनमा देखिन्छ यो 71, 72 र 72, 70-71 को बीचमा चाहिँ 9,500 चाहिँ सङ्ख्यामा बेचबिखनहरू हुने प्रयास गरिएका र 8,500 जति बेचबिखनै भएका भन्ने चाहिँ प्रकाशनहरू भएका छन्। र विशेष गरेर यहाँ महिलाहरूलाई विशेष बढी र बालिकाहरूलाई बढी से बढी चाहिँ बेचबिखनमा भएको हामीले पाउँछौँ। यद्यपि अरू मानव युवाहरूलाई, बालकहरूलाई पनि यो तस्करहरूले यस्ता कामहरू गरिरहेका छन् र नेपालबाट लैजाने क्रममा विशेष गरेर यो श्रीलङ्कालाई ट्रान्जिट पोइन्ट बनाएर अनि विभिन्न ठाउँमा जस्तै ओभन, मलेसिया, इराक, होइन, लेबनान आदि यो खाडी मुलुकहरूमा लैजाने गरिन्छ। र त्यहाँ हामीले सुनेका छौँ थुप्रै महिलाहरूलाई त लाइन लगाएर राखिन्छ अरे, भेडा बाख्रा जसरी लाइन लगाएर राखिन्छ। उनीहरूको उमेर, उनीहरूको अनुहार सारा हेरेर उनीहरूलाई रोजेर लैजाने बेलामा कुन ठाउँमा लैजाने मलाई एउटा देखाइएको हुन्छ, तर लाँदाखेरि उनीहरूलाई लगिन्छ अन्यत्रै, किनभने त्यहाँ कुनियत छ, कुनियतका साथ चाहिँ लगिएको हुन्छ। विशेष गरेर धेरै यस्ता बेचबिखनमा पर्ने महिलाहरू, किशोरीहरू, बालबालिकाहरूलाई चाहिँ भारत हुँदै लैजाने गरेको हामीले पाउँछौँ। र जम्मा 1 महिनाको भिसा दिन्छ, त्यसपछि उनीहरूलाई भारतबाट ट्रान्जिट पोइन्ट बनाउँदै अरू मुलुकहरूमा लैजाने र बेचबिखन पार्ने कामहरू चाहिँ गरेको पाइएको छ। र भर्खरै अनुराधा कोइरालाज्यूले भन्नुभयो, मैले भन्नु पर्दैन, मैले पनि राखेको थिएँ बोल्ने क्रममा, म नदोहोऱ्याउँ। यति धेरै चाहिँ अप्ठ्यारो, यति भनौँ न निन्दनीय ढङ्गको काम चाहिँ भइरहेको छ। राष्ट्रिय महिला आयोगमा पनि बेचबिखनमा परेका, अल्पत्र परेका महिलाहरूको उजुरी हामीले गर्दछ। उनीहरूका अस्मिता लुटिन्छन्, उनीहरूको घरबार विहीन भएका हुन्छन् र ती महिलाहरू आइसकेपछि फेरि फर्काएर त्यो घरमा जाने खालको परिस्थिति पनि हुँदैन, किनभने उनीहरू बहिष्कृत भइसकेका हुन्छन् र उनीहरूलाई राज्यले त्यस्तो किसिमको पुनर्स्थापना केन्द्रको व्यवस्था पनि खासै गरेको छैन। राष्ट्रिय महिला आयोगमा आएका थुप्रै महिलाहरूलाई पनि हामीले माइती नेपाल अरू विभिन्न सङ्घ संस्थाहरूमा हालबार गरेर ल राखिदिनुहोस् न भनेर राख्ने पनि गरेका छौँ। जहाँसम्म साहनाको कुरो ल्याउनुभयो, मैले अलिकति जानमा पनि त्यहाँ संलग्न रहेको हुनाले साहना प्रधानजीले भन्नुभयो कुनै एउटा यस्तो संयन्त्र बनाऊ जहाँ हामी समग्र महिलाहरू सबै अट्ने ठाउँ यस्तो होस् कि जसले ब्यासिङ पावर होस् त्यहाँ, र विभिन्न राजनीतिक सामाजिक क्षेत्रका हरेक इस्युहरूलाई उठाउन सकौँ भनेर महिला दबाव समूह गठन गरेर उहाँकै अध्यक्षतामा चाहिँ गठन गरिरहेका थियौँ। यो संस्था पनि अहिले पनि कार्यरत छ। र अन्तमा यो कार्यक्रममा राष्ट्रिय महिला आयोगलाई पनि सम्झिनु भयो र हामीलाई एउटा मन्तव्य राख्ने अवसर पनि प्रदान गर्नुभएकोमा आयोजक मित्रहरूलाई धन्यवाद दिँदै म यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार, धन्यवाद। श्रोता, सोही कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको विचार यस्तो थियो। धन्यवाद। कार्यक्रमको अध्यक्षता गरिरहनुभएका महिला बालबालिका समाज कल्याण मन्त्रालयका सचिवज्यू, ड्यासमा रहनुभएका महिला बालबालिका समाज कल्याण संसदीय समितिका सभापतिज्यू,
त्यसै गरी सुरक्षा निकायका प्रतिनिधिज्यू र आज यस कार्यक्रममा आफ्नो महत्त्वपूर्ण योगदान पुर्याउँदै विशेष गरेर कार्यक्षेत्रमा रहेर महत्त्वपूर्ण योगदान पुर्याएर सम्मानित हुने व्यक्तित्वहरू, पत्रकार र यस कार्यक्रममा अभियन्ताका रूपमा निरन्तर लागिरहने र सम्पूर्ण कर्नरबाट देशका हरेक कुना कुनाबाट यो इस्युलाई झकझक्याइरहने सुरक्षा निकाय, अभियानकर्मी, पत्रकार साथीहरू सम्पूर्णमा अभिवादन। र सर्वप्रथम आजको यस दिवसको उपलक्ष्यमा शुभकामना त के भनौँ, तर मलाई चाहिँ एउटा कुरा के भन्न मन लागिरहेछ भने जुन किसिमले यो इस्युलाई हामीले प्राथमिकताका साथ उठाउँदै हेरिरहेका छौँ त्यसले अझ प्राथमिकता पाओस् र हामीले आफ्नो देशबाट मानव बेचबिखन र ओसार प्रसारको अन्त्य भएको हामी हेर्न चाहन्छौँ र त्यो अन्त्य होस् भन्ने शुभकामना दिन चाहन्छु। र मैले धेरै लामो बोल्नुपर्ने केही कुरा छैन, धेरै कुराहरू आइसकेका छन्। हामी सबैलाई थाहा छ यसको जड कहाँ छ भन्ने कुरा। सेल्फ सस्टेनेबिलिटी छैन हामीका, पहिलो कुरो। त्यसपछि दोस्रो कुरो गरिबीको जुन एउटा चक्र चलिरहेको छ, त्यसपछि प्राकृतिक विपदको जुन चक्र चलिरहेछ त्यसले हामी प्रभावित भएका छौँ, त्यो पनि महत्त्वपूर्ण कुरो हो। र त्यसलाई हामीले कसरी तोड्नुपर्छ र कसरी हामी त्यसमा चाहिँ हिट गर्नुपर्छ, त्यहाँबाट यो कार्यक्रमको मलाई लाग्छ मानव बेचबिखन ओसार प्रसारलाई अन्त्य गर्ने हो भने त्यहाँबाट सुरुवात गर्नुपर्छ। विभिन्न इस्युहरू आइसकेका छन् र विभिन्न इस्युहरू सम्माननीय प्रधान न्यायाधीशज्यूले पनि हाइलाइट गरेर जानु भएको छ र मैले केही 2-4वटा कुरा मात्रै हाइलाइट गर्न चाहन्छु। हामी जहिले पनि हाम्रो गन्तव्य मुलुक भनेर हामीले सार्क मुलुकहरूलाई हेर्छौँ र सार्क मुलुकहरूमा रहेका दोषी अपराधीहरूलाई हामीले फिर्ता कसरी ल्याउने र कारवाही कसरी चलाउने भन्नको लागि हामीसँग अहिलेसम्म अनुमोदन हुन नसकेको UN प्रोटोकल अन ट्राफिकिङ त्यसलाई रेटिफाई गरौँ। र मलाई जहाँसम्म लाग्छ राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्ने बेलामा मधुश्रीजी हाम्रो मधुजी सचिवज्यू हुनुहुन्थ्यो, मैले नाम अलिकति कन्फ्युज गरेँ उहाँले के प्रतिबद्धता जाहेर गर्नुभएको थियो भन्दाखेरि गृह मन्त्रालय र महिला मन्त्रालयले त्यसमा हामीले सहकार्य गरेर काम अगाडि बढाउँदैछौँ र छिटै नै यो अनुमोदन हुने प्रक्रियामा छ। त्यसकारण महिला मन्त्रालयलाई पुनः म हार्दिक निवेदन गर्न चाहन्छु, तपाईँहरूले यसमा लाग्नुहोस्। हामीले जहिले पनि एउटा गन्तव्यमूलक देखाउँछौँ तर त्यहाँबाट सुपुर्दगीका कुराहरू छन्, मान्छे पक्राउ गर्ने कुराहरू छन्, त्यसमा हामी फेल भइरहेछौँ। त्यसकारण क्राइम इन्भेस्टिगेसनलाई यदि डर बनाउने हो भने त्यहाँबाट उठान गर्नु पर्यो, पहिलो कुरो। त्यसपछि दोस्रो कुरो हामीसँग अप्रवासी कामदारका इस्युहरू बढ्दो रूपमा छन् र त्यसमा चाहिँ हाम्रो जुन महासन्धि छ कसरी संरक्षण गर्ने, ती अधिकारहरूलाई परिवारको अधिकार विशेष गरेर त्यसलाई कसरी संरक्षण गर्ने, त्यो महासन्धिलाई अनुमोदनतर्फ हामी पहल गरौँ। किनकि राष्ट्रिय कानुन अन्तर्राष्ट्रिय कानुनहरूले हामी यो कुराहरूलाई पनि बिस्तारै हामी समेट्दै लानुपर्छ। हामीले छोड्यौँ भने हामी राष्ट्रिय कानुनले मात्रै यो मुद्दालाई सम्बोधन गर्ने अवस्थामा रहँदैन यो कुरा। त्यसपछि अर्को एउटा महत्त्वपूर्ण कुरा छ र जहिले पनि यो उठ्दै आइरहेको छ र मैले पनि यो फोरममा चाहिँ पटक पटक बोलेका छु यो कुराहरू। मानव बेचबिखन ऐन, वैदेशिक रोजगार ऐन, त्यसपछि राहदानी ऐन, अध्यागमन ऐन, पीडितको न्यायको दृष्टिकोणको आधारमा हामीले यो कुरालाई कहिले संशोधन गर्छौँ, यसलाई कहिले हामी परिमार्जनमा लान्छौँ। हाम्रो हिट गर्ने पोइन्टहरूमा हामी चुकिरहेछौँ जस्तो लाग्यो, कार्य भइरहेछ, नभएको होइन, तर त्यसमा जुन किसिमको तदारुकता आउनुपर्ने थियो त्यो तदारुकता आउन सकेको छैन। अर्को कुरा यो भूकम्प गइसकेपछि हामीले धेरै मोनिटरिङहरू गऱ्यौँ र त्यो मोनिटरिङहरूमा हामीले के पायौँ भन्दाखेरि नेपाल प्रहरी सुरक्षा निकायहरूको सर्भिलेन्सी बढेको छ, त्यसलाई अझ बढाउनुपर्छ, त्यतिले पुग्दैन। हामी नोन नाका मात्रै हेर्छौँ के, त्यो नोन नाका नहुन सक्छ, हामीले चिनेका नाका नहुन सक्छ, अल्टरनेटिभ नाकाहरू छन्। नमस्ते, हजुरलाई के ल्याइदिउँ होला? आहा, कति सुन्दर रहेछौ तिमी, त साँच्चै स्वर्गबाट झरेकी जस्ती छौ। यति सुन्दर मान्छेको नाम के पर्यो कुन्नी? प्लिज सरहरूलाई के चाहियो भन्नुहोस् न। छ्या, तिमी त कति ल्याङल्याङ गरे कि। आउ न यहाँ एकछिन बसौँ, हामीलाई चाहिएको तिमी नै हो। सर, यो के गर्नु भएको? मेरो हात छोडिदिनुहोस् न प्लिज। किन लजाको मैया? डान्स बारमा काम गर्ने मान्छे भएर ग्राहकलाई कसरी खुसी पार्न पर्छ भन्ने कुरा तिमीलाई थाहा छैन? बरु भन, हामी तिमीलाई बाहिर लान चाहन्छौ, हामीसँग जान्छौ? अनि भन, कति लिन्छौ तिमी? सर, तपाईहरू आफ्नो हदमा बस्नुहोस्। म डान्स बारमा काम गर्छु, मेरो पेसा हो। यहाँ आउने ग्राहकहरूको अर्डर अनुसार उहाँलाई खाना पेश गरिदिनु मेरो सेवा हो सर। योभन्दा बढी म केही गर्न सक्दिनँ।
श्रोता, मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवसको अवसरमा आज हामीले प्रस्तुत गरेको कार्यक्रम सामग्रीपछि अब भने कार्यक्रमबाट हामीले विदा माग्ने बेला हुन लागेको छ। कार्यक्रममा व्यावसायिक रूपमा हुने यौन दुर्व्यवहार तथा बाल यौन दुराचार न्यूनीकरणका लागि हाम्रो अभियान तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा तपाईको सल्लाह, सुझाव या प्रतिक्रिया भए मोबाइल नम्बर 98511 77152 या इमेल miteri@gmail.com miteri@gmail.com मा पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त, कार्यक्रम खोजेका सपनाहरू सुनिदिएर व्यावसायिक रूपमा हुने यौन दुर्व्यवहार तथा बाल यौन दुराचार न्यूनीकरणका लागि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण श्रोतामा धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म नेहा शर्मा र म बासु पोखरेल पनि विदा माग्दछौ। नमस्कार।